जय जय श्रीमन्नारायण। प्रभु अलिकति हेरिदिनु ल। हाम्रो समसामयिक गाउँ घर बजार सबैमा चलेको यही छ। अहिले यो चलनले गर्दा हामी धेरै पीडामा परेका छौँ। के आयो भन्नु होला भनेदेखि बिहेमा जन्ती जाने छैन, पुरुष जाति जन्ती जाने छैनन्। अहिले सबै महिला हुन त महिलामा अधिकार दिनु राम्रो कुरा हो, महिला पनि अघि बढ्नुपर्छ, ठिकै हो। तर पुरुष बिनाको महिला हो, महिला मात्रै जाने, पुरुष पनि कमसेकम हुनुपर्छ नि। पुरुष जाति गइहाल्दा पनि 2-4 दिन 2-4 छिन एकछिन बस्ने, खानेकुरा के छ पाकापोका खाने हो भने हिँडिजाने। महिला चाहिँ आधा रात देखाएर भए पनि त्यहाँ एकछिन नाच्ने, त्यो एउटा आएको छ। अब अर्को कुरा के छ, फुलमाला। फुलमालामा पनि सबै महिला मात्रै छन्। बिहेमा फुलमालामा त्यो मेहन्दी सेन्दी केमा पनि जम्मै महिला मात्रैको एउटा जमघट भएको छ। अब मर्दा पनि मलामी सकियो। अब हामी मर्दा पनि मलामी छैन, महिलाले नै बोकेर लानुपर्ने अवस्था आइसक्यो। हुन त अहिले सबै गाडी बस ट्र्याक्टरमा लानेछन्, तै भए पनि पुरुष जाति अलिकति चाहिन्थ्यो, त्यो पनि छैन। अहिले सबै विदेश गएर सकिसक्यो। त्यसकारणले हामी धेरै अप्ठ्यारोमा परेका छौँ। घर घरमा भागवत लगाएको हुन्छ। भागवत एउटा राम्रो कुरा हो, एउटा फेसन जस्तो पनि आइसकेको छ। कुनै पनि घरमा गएर हेर्ने हो भने महिला मात्रै वरिपरि बसेको हुनुहुन्छ। पुरुष जाति एउटा एउटा भइहाल्नु भयो भने पछाडिपट्टि गएर सबैभन्दा पछाडि कुर्सीमा ढल्केर निदाउँदै सुन्दै निदाउँदै सुन्दै, सुनु कि नसुनु जस्तो गरी एउटा एउटा मात्रै जानुभएको छ पुरुषहरू। त्यहाँ पनि महिलाकै वर्चस्व बढी भएको छ। अनि महिलाले चाहिँ के भनेको छ भन्दा हाम्रो हक अधिकार खोइ, हाम्रो चाहिँ खोइ भनेर एउटा पाखुरा सुर्किने पनि भएको छ हुन चाहिँ। तर महिलाको वर्चस्व बढी छ है अहिले, त्यो नराम्रो भन्नु हुँदैन। अब हाट बजारमा जाने हो भने पनि महिला नै, पुरुष जातिले किन्नु हुँदैन, लाज हुन्छ। एउटा एउटा भइगएको पनि पुरुष जातिले त्यो तारको झोला बोकेर सागसब्जी किन्नु हुँदैन, त्यो सबै महिलाले ढाकेको छ। त्यो हुनुपर्छ। पुरुष जाति लाजले होला, या त डरले होला, या त एउटा केही भएर होला, कि त नभ्याएर पनि हुनसक्छ। महिलाले सागसब्जीमा पुरुष जाति पनि त गएर किनेर ल्याउँदा हुन्छ नि, त्यो चाहिँ नगर्ने, त्यस्तो खालको छ अर्को। अनि बिहे गरेर छोरो विदेश जान्छ, घरमा कोही पनि हुँदैन, छोराबुहारी बिहे गरेर खर्च गरेर ल्याएको हुन्छ। ती छोराबुहारीले चाहिँ भनेको जे चाहियो त्यो सबै पठाइदिया हुन्छ। आफूलाई यहाँ दबाई खुवाएर पानी दिने मान्छे छैन। छोरो होस् बुहारी होस्, दुःख सुखका गफ गर्न पाइयोस्, त्यो कुनै केही पनि छैन। रिट्ठा दुई बुढाबुढीमा पनि एउटा चाहिँ सकिएपछि त्यो घर कस्तो हुन्छ, नर्क बराबर हुन्छ। घर बनाएको छ ठुलो, परिवार छैन, भित्र के छ हो खबर भन्नु भनेदेखि वाङ वाङ एउटा भूत बोले जस्तो बोल्छ। आफ्नो बोली आफैले नसुनिने हुन्छ, किनभने मान्छे बसिरहेको घर भएको त्यो हल्ला खल्ला भइरहन्छ र त्यो त्यसको आवाजहरू कभर गर्दो रहेछ। त्यो कभर गर्ने पनि छैन अहिले, त्यस्तो भएको छ। धेरै अप्ठ्यारो छ। पैसाले मात्रै हुँदो रहेछ प्रभु। यो पैसा जसको छ पैसाले हुन्छ भन्ने कुरा होइन। मान्छेको ठाउँमा मान्छे नै चाहिन्छ, मान्छे बिना हुँदो रहेनछ। यस्तो बडो आपतको कुरा छ। मैले भिडियोहरू बनाउँदै हालेको छु, हजुरहरूलाई कस्तो लाग्छ? यसको केही मैले गल्ती गरेँ भने यो चाहिँ तैँले सुधार है, त्यो पनि भनिदिनु पर्ने हुन्छ। हामी हाँसेर जिउँ, हाँसेर बाँचौँ, हाँसेर जीवन बिताउनु पर्ने हुन्छ। जय जय श्रीमन्नारायण। हवस् नारायण।